अर्काको देशमा नोकरी नगरी चुलो बल्दैन नेपालीहरूको अनि बिना रेमिट्यान्स देश चल्दैन। तैपनि हामीले भन्नुपर्ने छ कि वाउ नेपाली हुनुमा गर्व छ। कस्तो खालको गर्व हो यो साथीहरू। बिहान ड्युटी गएको 10 बजे, अहिले 11 बज्यो। बाहिर आउँदाखेरि हिउँ परेर सेतै भइरहेको छ। स्थिति यस्तो छ, जाडो भन्नुहुन्छ अनि यति धेरै जाडो छ। कस्तो खालको गर्व गर्नुपर्ने हो हामी नेपालीले। कस्तो खालको सिस्टम बनाइदियो हाम्रो यो विदेशै जानुपर्ने सबै कुराहरू गर्नको लागि। हेर्नुहोस् त साथीहरू। अनि हामी नेपालीहरू कतिको भाग्यमानी छौँ त। हेर्नुहोस् साथीहरू, बिना रेमिटेन्स देश चल्दैन। परदेश नगइकन चुलो बल्दैन। नेपालीहरूको स्थिति यो हो। तर हामी चाहिँ वाउ नेपाली हुनुमा गर्व छ भनेर हामी गर्व गरिरहेका हुन्छौँ। जापानिजहरू थाहा छ, जापानिजहरू थाहा छ, थोरै खान्छन् धेरै बाँच्छन्। अनि उनीहरू धेरै सरकारलाई ट्याक्स तिर्छन् अनि थोरै चाहिँ आफूले राख्छन्। किन? थोरै खाएपछि धेरै बाँधिन्छ, धेरै ट्याक्स तिरेपछि देश धेरै विकास हुन्छ र त्यहाँनिर सबै कुराहरूको सिस्टम एकदम राम्रो बन्छ, होइन? हो नि। रोजगारीदेखि लिएर सेवा सुविधा पाउनुपर्ने मानिसले पाउनुपर्ने सेवा सुविधाहरू त्यहाँ बन्छन्। अनि हुन्छ साथीहरू गर्व गर्नुपर्ने लायकको। तर हाम्रो हेरौँ त, वाह 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 वाह। हामीले गर्व गर्नुपर्ने नेपाली के छ र? आखिर हामीले नेपाली हुनुमा गर्व छ भन्नुपर्ने। दुःख यस्तै हो। दुःख यति नगरिकन आफ्नो चुलो बल्दैन। र साथीहरू तपाईँहरू आफै भन्नु होला। 11 बजेको छ, म ड्युटीबाट आइरहेको। बिहान 10 बजे गएको। हेर्नुहोस्, काम त नेपालीले जति पनि गर्छन्, तर आफ्नो देशमा होइन, विदेशमा आएर गर्छन्। नेपालमा हुँदाखेरि देशमा केही पनि देखिँदैन। नेपालमा केही नै छैन। तर विदेश आएपछि नेपालमा धेरै कुरा देख्छन्, धेरै कुरा छन् नेपालमा भन्ने गर्छन् साथीहरू। तर नेपाल फर्केर जान सक्दैन। अहिले रातिको 11 बजिसकेको छ, म ड्युटीबाट आइरहेको स्थिति हो है त। एकदमै धेरै हिउँ परेको छ। यसपालि चाहिँ धेरै हिउँ परिरहेको छ है। यसपालि यो अन्तिम हिउँ हुनसक्छ। जापानभरि एकदमै धेरै हिउँ परिरहेको स्थिति छ। ल हेर्नुहोस् त, आहा यस्तो छ कि